हेलो गाइज, वेलकम टू माई ब्लग है। यो चाहिँ हाम्रो घरबाट काठमाडौँ भ्याली देखिने ठाउँ के। कति सानो छ नि बोट्ने होइन, तर फुलिखेरिसक्यो के। अलि दिनपछि त फल्छ। म चाहिँ यस्तो आएको माथि आएको छतमा त के पानी कति ठुलो आएको थियो होइन, सबै पानी ताल परेर बसिरहेको रहेछ क्या। अनि अब यो पानी सब हटाउनको लागि मसँग छ औजार। मेरो कुखुराहरू पनि भिज्यो होला नि त। बोरा त भुइँतिर रहेछ, धन्न कुखुरा चाहिँ भिजा छैन, दाना खाँदैछ। के छ कान्छा कान्छीहरू, यिनीहरू पनि डल्लो परिरहेको छ। यहाँ चाहिँ मेरो कौसी खेती, सिमीको बोट होइन बुढीको बोट। यो चाहिँ काँक्रो है, काँक्रो पनि हाम्रो त फल्न थालिसक्यो। कौसी खेती हेर्नुहोस् न, यहाँ पानी सब जम्मा भएर कतिखेरि फोहोर सब। अब यसको सहायताले, यसको मद्दतले पानी सब सफा गरेर चाहिँ यो चाहिँ मैले गमला स्ट्यान्ड बनाएको के। अब तरकारीहरू यो माथि राखेर अनि रोप्ने भनेर होइन, कलर गर्दै थिएँ, पानी पऱ्यो के। अनि यो चाहिँ मेरो टमाटर फलेको छ। अब म टमाटर खेती गर्ने, पैसा कमाउने। अब म विदेश नजाने, नेपालमै बस्ने, धेरै पैसा कमाउने, बिजनेस गर्ने। अब बिजनेस चाहिँ फेरि के को थाहा छैन। फर्सी पनि मुन्टा यहाँनिर फलेको छ कि, फर्सी पनि सानो फल्न लागिरहेको छ के। यसरी देखाउनु हुन भन्छ है। अनि यहाँ चाहिँ मेरो खुर्सानी है, यो सानो बोटहरू चाहिँ मेरो खुर्सानी हो। यतापट्टि साग हो, यतापट्टि रायो साग, यता तोरीको साग, यता सिमी, यता बोडी। यो चाहिँ अहिले भर्खरै लिएर आएको है, तल थियो। अनि बोडी चाहिँ हेर्नु न, सब त्यो किराले खाइछ क्या, मैले मोल हुन्छ भनेर हालिदिएको के। टमाटरको बोट, मेरो पतेना पुदिना के भन्नुहुन्छ, अचार खाने कुरो। यहाँनिर छ मेरो एक मात्रै भेन्टा खुर्सानी, भेन्टी खुर्सानी, के खुर्सानी हो यो भन्न पनि जानेन। अनि यो चाहिँ घिरौँला हो कि जस्तो लाग्छ है, घिरौँला र के अरे चिचिन्ना रोपेको थिएँ मैले, के उम्री बोट नै थाहा भएन चाहिँ है। अनि यहाँ चाहिँ लसुन छ। अनि यहाँनिर खुर्सानी, यो पनि खुर्सानी भयो। यसलाई चाहिँ पछि अर्कोमा सार्नै छ। सानो भएको भए मैले सानो नै हालिराखेको, आज पानी ठुलो पऱ्यो कि, यस्तो हालत भएछ।